प्रज्वलित गर्नु पनि आफ्नै एउटा उद्देश्य रहेको छ। जसरी पारसमा दीप प्रज्वलित भएर उज्यालो दिइरहन्छ, त्यसै गरी सम्पूर्ण दिदीबहिनीहरूको जिन्दगीमा यसै गरी नै उज्यालो छाइरहोस्। यहाँ उपस्थित सम्पूर्ण महिला दिदीबहिनीहरू, दाजुभाइहरू तथा आमा बुवाहरूमा आजको हाम्रो यस दक्षिणकाली महिला सञ्जालले आयोजना गरेको तीज विशेष कार्यक्रममा पाल्नुहुने सम्पूर्ण अतिथि उपस्थित महिला दिदीबहिनीहरूमा यस दक्षिणकाली महिला सञ्जालको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। तीज कार्यक्रम गर्दै आएका ठाउँलाई पनि मुरी मुरी धन्यवाद दिँदै मेरो दुई शब्द टक्राउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। यहाँ भेला भएका तीजको उपलक्ष्यमा जतिजना चाहिँ घरबाट बाहिर निस्केर साथी सङ्गिनीहरूसँग भेटघाट गरिकन आफ्नो कुराहरू भलाकुसारीको रूपमा बसिराख्नु भएका दिदीबहिनीहरू, अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यू लगायत यस दक्षिणकाली महिला सञ्जालका सम्पूर्ण दिदीबहिनीहरू लगायत यस थर्पिङमा यस महिलाहरूको महान चाड मनाउनको लागि उपस्थिति हुनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा म सर्वप्रथम अभिवादन गर्न चाहन्छु। सम्मानित हुनेलाई पनि अपेक्षा गर्दछु। मेघमा हाम्रो महिला सञ्जालदेखि लिएर हरेक कार्यमा सहयोग गर्नुहुने ग्रिन तारा नेपालका कन्ट्री डाइरेक्टर श्री रामचन्द्र सिलवालाज्यूलाई पनि सम्मानित गरिदिनुको लागि ईश्वरी खत्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आजको यस विशेष कार्यक्रममा पाल्नुहुने तपाईँ सम्पूर्ण महानुभावमा हार्दिक स्वागत अनि मेरो न्यानो अभिवादन टक्राउन चाहन्छु। तालहरूसँगै मनको कोमल भावना साथ लिन मन लाग्यो। भर्खरको दीक्षा बहिनीको नृत्य हेर्दा त मलाई पनि लाग्यो।
मलाई दिन रात गजलको हुन खाइछ पठाइदिनुहोस् सासु बजाइ दुवाइदिनलाई पठाइदिनुहोस् सासु बजाइ दुवाइदिनलाई यो एकदमै ठुलो कार्यमा यहाँहरूले पछिसम्म पनि सहयोग गरिदिनुहुन्छ भन्दै अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आएका छौँ। धन्यवाद सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई अनि जतिजनाले पनि हामीलाई हरेक तौरबाट सहयोग गर्नुभएको छ उहाँहरू सबैलाई पनि स्पेसली फेरि पनि धन्यवाद दिन चाहन्छु। हाम्रो सहयोगी हातहरू दक्षिणकाली गाविस, फर्पिङ महिला विद्यालय, गृहतारण नेपाल, पिएसआई नेपाल, चेन्ज नेपाल, दक्षिणकाली क्षेत्र सुधार समिति, वुमेन एक्ट अनि विकासका लागि सशक्त महिला सञ्जालदेखि लिएर सम्पूर्ण आदरणीय म्युजिक सिस्टमदेखि लिएर क्यामेराम्यान अनि हरेक तौरबाट हामीलाई सहयोग गर्नुहुने र त्यसै गरी स्टल राखेर हाम्रो यो कार्यक्रमलाई सहयोग गर्नुहुने तपाईँ सम्पूर्ण मानवहरूलाई फेरि पनि दक्षिणकाली महिला सञ्जाल धन्यवाद ज्ञापन गर्दै मेरो तर्फबाट पनि तीजको धेरै धेरै शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु र फ्री डान्स गीत बजाएर यहाँहरू नृत्य गर्नुहोला। फेरि पनि